प्रमुख चाडहरूमध्येको एक चाड हो। यो चाड विशेष गरी हिन्दू धर्मका मानिसहरूले मनाउँछन्। जनै पूर्णिमा श्रावण महिनाको पूर्णिमा तिथिमा मनाइन्छ। जनै पूर्णिमाको मुख्य विशेषता भनेको जनै अर्थात् हिन्दू पुरुषले लगाउने पवित्र धागो परिवर्तन गर्नु हो। यस दिन बिहानै जनैलाई मन्त्रद्वारा शुद्ध पार्न मन्दिरमा लगिन्छ र पुरानो जनै हटाएर नयाँ जनै लगाइन्छ। हिन्दू धर्मका जनैलाई पवित्रता, जिम्मेवारी र धार्मिकतासँग जोडिन्छ। यस दिनलाई रक्षाबन्धनको रूपमा पनि मनाइन्छ, जहाँ दिदी बहिनीले आफ्ना दाजुभाइलाई रक्षा सूत्र बाँधेर दीर्घायु र समृद्धिको कामना गर्छ। यस दिन टुसा उमारेर गेडागुडी अर्थात् पाठी